अब हेर्नु है साथीहरू, अब यो चाँदीको सिक्री, ब्रासलेट, औँठी घरमै सफा गर्ने तरिका है। हल्का एउटा उसमा भाँडामा पानी लिनुहोस् हैन। अनि त्यसपछि तपाईले पानी हल्का लिइसकेपछि त्यसमा अलिकति चाहिँ सर्फ हाल्नुहोस्, कोलगेट हाल्नुहोस्, के अरे कोलगेट, मुख धुने कोलगेट हाल्नुहोस् हैन। अनि हल्का मुख धुने कोलगेट हालिसकेपछि त्यसपछि लुगा धुने सर्फ हुन्छ नि, त्यो लुगा धुने सर्फ हाल्नुहोस् हल्का है। अनि 2-3 चम्मच अनि पानी हेरेर। अनि त्यसपछि तपाईको चिया बनाउने पत्ती हुन्छ नि, चिया पत्ती हल्का अब छ भने घरमा छ भने चिया पत्ती हाल्नुहोस्। अनि त्यसपछि चिया पत्ती हालेपछि छ भने हाल्नुहोस्, छैन भने अब हल्का कागती, निम्बु जे भए नि हाल्नुहोस्। अनि त्यसपछि तपाईले लगेर हल्का 10 मिनेट जति आगोमा तताउनु पर्छ, ग्यासमा 10 मिनेट जति तताउनु पर्छ। पानी तताएपछि अनि यो चाँदीको पाउजु, ब्रासलेट, सिक्री जे छ मैलो भएको अनि सबै हाल्दिनुस्। पानी उबालिसकेपछि 10 मिनेटपछि पानी उबालेपछि त्यसलाई फेरि उतारेर चिसो बनाएर तल राख्नुस्। अनि तल राखिसकेपछि अनि तपाईको जब पुरै हुन्छ नि, त्यसपछि त्यसलाई चिसो भएपछि हल्का त्यो दाँत मार्ने बुरुस हुन्छ नि, बुरुसले मजाले कोट्नुस्, सफा गर्नुस् 2-3 मिनेट जति। त्यसपछि हेर्नुस् कसरी टल्किन्छ मजाले। सुन दोकानमा जानै पर्दैन, घरेलु उपाय हेर्नु त कति राम्रो टल्किया छ। हेर्नु त पहिला कस्तो कालो थियो, अहिले कस्तो राम्रो टल्किया छ। ल है, धन्यवाद तपाईँ।